विराटनगर किङ्स, जसलाई दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल, अस्ट्रेलियाका साम हेजलेट जस्ता विश्वस्तरका स्टारले सजिएका कारण फाइनलको ढोका लगभग पक्का मानिएको थियो। हिजो फाइनलबाट बाहिर के कारण, किन बारम्बार शीर्षक्रम ढल्यो? हिजोको खेलले सबै प्रश्नको जवाफ दियो। दर्शकवृन्द, हिजो कीर्तिपुरमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई 40 रनले हराउँदै फाइनलमा स्थान बनाएको छ। अब उपाधिका लागि लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग शनिबार भिड्नेछ। विराटनगर भने दुई पटकको मौका पाएको भए पनि दुवै खेलमा खराब ब्याटिङका कारण फाइनल पुग्न असफल भएको थियो। एनपिएलको यो सिजनभर विराटनगरको सबैभन्दा ठूलो समस्या थियो टप अर्डर रहेका थिए। लिगमा उत्कृष्ट प्रदर्शन गरेर सबैलाई प्रभावित बनाएको विराटनगर प्लेअफमा भने पुरै धराशाही देखियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिम विरुद्ध 78 रनमै अल आउट र हिजो दोस्रो क्वालिफायरमा पनि 100 रन पार गर्न नसक्दा फाइनलको सपना चकनाचुर भएको थियो। दोस्रो क्वालिफायरमा टस जितेर बलिङ रोजेको विराटनगरको योजना नै उल्टो पर्यो। लुम्बिनीले कमजोर देखिएको ब्याटिङमा 134 रन बनाए पनि त्यसपछि लुम्बिनीले देखाएको खतरनाक बलिङ, जहाँ तिलक भण्डारी, अभिषेक गौतम, जे स्मिथ, ट्रम्पलम्यान सबैले रणनीतिकपूर्ण बलिङ गर्दै विराटनगरलाई पुरै आफ्नो चपेटामा पारेका हुन्। विराटनगरका ओपनरहरू एकपछि अर्को आउट हुँदै गए। पहिलो ओभरमै गप्टिल 2 मा आउट, लोकेश बम 0 मा आउट। अर्को ओभरमै फाफ डुप्लेसिस पनि 3 रनमा पवेलियन फर्केपछि 6 ओभरमै जम्मा 30 रन 4 विकेट गुमाएर टिम कमजोर स्थितिमा पुगेको थियो र त्यहीबाट खेल विराटनगरका लागि लगभग असम्भव बनेको थियो। मध्यक्रमले पनि ठूलो साझेदारी दिन सकेन। नरेन भट्टले केही सङ्घर्ष गरे तर त्यो पनि पर्याप्त रहेन र अन्ततः 17.5 ओभरमा 94 रनमै समेटिएर फाइनलबाट टाढा रहन पुगेको थियो। लुम्बिनी तर्फबाट डार्सी शर्टले 45 रनको राम्रो इनिङ खेले। कप्तान रोहित पौडेलसँगको 69 रनको साझेदारी नै खेलको आधार बन्यो। हिजो लुम्बिनीले बलिङमा देखाएको लय यस सिजनकै सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये एक मान्न सकिन्छ। विराटनगरका प्रशिक्षक धमिका प्रसादले पिच सही बुझ्न नसक्दै हार आएको स्पष्ट रूपमा स्वीकारे। यो चेज गर्ने स्कोर थियो तर छिट्टै विकेट झर्दै जाँदा सम्पूर्ण योजना नै भत्कियो, उनको भनाई। दोस्रो पटक प्लेअफमा आएर पनि फाइनल नपुगेपछि विराटनगरका फ्यानहरू निराश बनेका छन्। लुम्बिनी भने अब उपाधिबाट एक कदम टाढा मात्र छ। लुम्बिनीको बलिङले आज कोही शङ्का नरहने खराब विराटनगरको शीर्षक्रमलाई एकपटक फेरि निस्तेज बनाइदियो। अब शनिबारको लुम्बिनी भर्सेस सुदूरपश्चिमको फाइनल एकदमै रोमाञ्चक हुने पक्का छ। यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउनका लागि स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।